100 कुण्डको हवन देख्न पाउनु पनि भाग्यको कुरा हो। राष्ट्रगुरु योगी नरहरिनाथले नेपालमा कोटी होम यज्ञ गरेर 129 वटा कोटी होम यज्ञ गरेर देशको राष्ट्रको शान्ति र विश्व कल्याणका लागि अनेकौं महान कर्महरू गर्नुभयो। जहाँ कोटी होम गर्नुभयो त्यहाँबाट केही अन्त लिएर जानु भएन। जहाँ खाल्टो खन्यो त्यही पुर्नुपर्छ भनेर आफूलाई भेटिदिएको गुरु भेटिदिएको दक्षिणाको पनि त्यही समर्पित गरेर हिँड्नुभयो। त्यस्तो त्यागी महापुरुष हुनुहुन्थ्यो योगी नरहरिनाथ। उहाँले गरेको योगदान आज संसारमा मान्छेले अब बल्ल बुझ्दै जान्छन्। उहाँले अनुवाद गरेका र लेखेका ग्रन्थहरू 600 भन्दा धेरै छन्। नेपालको इतिहासको खोजी गर्ने महापुरुष हो, अत्यन्तै विलक्षण महापुरुष हो। उहाँको पंक्ति छ, मानवीय सभ्यताको आदि भूमि पहिलियो। मानवीय सभ्यताको आदि भूमि पहिलियो। त्यो कुन हिस्सा त मानवीय सभ्यताको आदि भूमि? नेपाल